नमस्ते। आज हामी सँगै माइन्डफुलनेस श्वास अभ्यास गर्नेछौँ। यो एउटा अभ्यास हो जुन तपाईले जुनसुकै बेला जहाँ पनि गर्न सक्नुहुन्छ। सुरु गर्न आरामदायी बस्ने स्थिति खोज्नुहोस्। तपाई कुर्सीमा वा भुइँमा बसिरहनु भएको हुन सक्छ। यदि तपाई कुर्सीमा बसिरहनु भएको छ भने आफ्नो खुट्टालाई जमिनमा समतल राख्नुहोस्। आरामदायी काँधहरू सहित आफ्नो हातहरू आफ्नो अगाडि राख्नुहोस् र यदि त्यो सही लाग्छ भने बिस्तारै आँखा बन्द गर्नुहोस्। यदि तपाई भुइँमा वा कुसनमा बसिरहनु भएको छ भने आफ्नो घुँडा कम्मरभन्दा अलि तल राख्नुहोस्। त्यसपछि यस क्षणमा यहाँ बस्दा कस्तो महसुस हुन्छ ध्यान दिनुहोस्। सायद तपाईको कम्मरले शीत छुँदाको अनुभूति, आफ्नो खुट्टा र हात मुनिको सहारा महसुस गर्नुहोस्। तपाई आफ्नो टाउको, घाँटी र ढाड सिधा छ कि छैन भनेर पनि जाँच गर्न सक्नुहुन्छ। तपाईको शरीरलाई समर्थन गर्दै जानुहोस्। त्यसपछि बिस्तारै आफ्नो सम्पूर्ण शरीरमा भएका संवेदनाहरूमा ध्यान केन्द्रित गर्नुहोस्। बिस्तारै आफ्नो ध्यान पेटमा सास फेरेको अनुभूतिमा केन्द्रित गर्नुहोस्। आफ्नो ध्यान बिस्तारै आफ्नो पेटमा राख्नुहोस्। तपाईको सास अहिले कस्तो छ भनेर उत्सुकतापूर्वक हेर्नुहोस्। सायद तपाईले सास लिँदा तपाईको पेट माथि उठ्छ। तपाईले आफ्नो पेटमा हल्का माथि उठेको महसुस गर्न सक्नुहुन्छ। श्वास छोड्दा तपाईको पेट फेरि तलतिर फर्कन्छ। पूर्ण सास लिने र पूर्ण सास छोड्ने अनुभव गर्ने प्रयास गर्नुहोस्। तपाईले सास फेर्ने र छोड्ने बीचमा छोटो विराम पनि महसुस गर्न सक्नुहुन्छ। श्वास छोड्ने र आफ्नो श्वास लिने बीचमा पनि सानो विराम हुन्छ। यस अभ्यासमा तपाईले आफ्नो सास नियन्त्रण गर्नु पर्दैन। यसलाई स्वाभाविक रूपमा बग्न दिनुहोस्। उदय र पतन छालहरू जस्तै हो, माथि र तल। ढिलो चाँडो तपाईले आफ्नो दिमाग भड्किएको याद गर्न सक्नुहुन्छ। अब सासमा ध्यान केन्द्रित छैन। जब तपाईलाई थाहा हुन्छ कि तपाईको दिमाग भड्किएको छ, यो अवस्थामा न्याय गर्ने वा दोष लगाउने कुनै आवश्यकता छैन। तपाईको मन मस्तिष्क कहाँ गयो भनेर ध्यान दिनुहोस् र बिस्तारै कुनै निर्णय बिना आफ्नो ध्यान पेटमा भएको सासमा फर्काउनुहोस्। यो अभ्यासको उद्देश्य यही हो। हरेक पटक जब तपाईको मन भड्किन्छ, दयालु र गैर निर्णयात्मक जागरुकता अभ्यास गर्नुहोस्। बिस्तारै आफ्नो ध्यान आफूले रोजेको केन्द्रबिन्दुमा फर्काउनुहोस्। अहिले त्यो ध्यान सासमा छ, जसले तपाईको पेटमा उकालो र ओह्रालो महसुस गराउँछ। तपाईको मन धेरै पटक भड्किन सक्छ। तपाईले गर्नुपर्ने भनेको यति हो कि बिस्तारै प्रत्येक पटक सास फेरि सुरु गर्नु, फेरि सुरु गर्नु। यदि तपाईसँग आज समय छ भने तपाई यो अभ्यास जारी राख्न सक्नुहुन्छ। तपाईको सास सँगै रहनुहोस्। हाम्रो जीवनलाई पोषण दिने यो महत्त्वपूर्ण तत्त्वलाई कदर गर्नुहोस्। तर यदि आज तपाईसँग धेरै समय छैन भने जब तपाईले घन्टी बजेको सुन्नुहुन्छ, तब तपाई आफ्नो आँखा खोल्न सक्नुहुन्छ र आजको माइन्डफुलनेस श्वास अभ्यास पूरा गर्न सक्नुहुन्छ।